को काफ फोरेर पनि उम्लिन्छ पिपल, सृजना शक्ति संसारमा कहिल्यै हुँदैन विफल। नमस्कार उपस्थित महानुभावहरू, म अमित यादव, मेरो जन्मघर सिराहाको औरही गाउँ हो। हाल गोलबजारमा बसोबास गरिरहेको छु। पेसाले म एउटा स्टुडेन्ट हो। आजको कार्यक्रममा आफ्नो केही कुराहरू राख्न सुनौलो अवसर प्रदान गर्नुभएकोमा आयोजक संस्था मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टरलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। दर्शकवृन्द, आज मिति 2082 साल वैशाख 5 गते तदनुसार सन् 2024 अप्रिल 14 तारिक आइतबार अहिले दिउँसोको 8:10 भएको छ। हामीहरू मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टर प्रहरीले आयोजना गरेको 10 दिने भाषण कला तथा व्यक्तित्व विकास तालिम कार्यक्रममा मल्टी टिचिङ एन्ड ट्रेनिङ सेन्टर प्रहरीको भव्य सभा हलमा प्रत्यक्ष रूपमा विभिन्न जिल्लाहरूबाट उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा पब्लिक स्पिकिङका फाइदाहरू भन्ने विषयमा आफ्ना कुराहरू राख्न पाउँदा धेरै हर्षित भएको छु। यो अवसरको लागि आयोजक संस्थालाई हृदयबाट कृतज्ञता ज्ञापन गर्दछु। दर्शकवृन्द, अब म पब्लिक स्पिकिङका फाइदाहरू भन्ने विषयमा आफ्नो कुराहरू राख्न गइरहेको छु। कृपया सबैजनाले शान्तपूर्वक बसेर ध्यानपूर्वक सुनिदिने हुनेछ भन्ने विश्वास लिएको छु। अहिले 8:10 भएको छ। म हजुरहरूको समय बढीमा 5 मिनट लिनेछु। पब्लिक स्पिकिङका धेरै फाइदाहरू छन्, जसले व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा सहयोग पुर्याउँछ। जस्तै कि फर्स्टमा के हुन्छ भन्दाखेरि यो आत्मविश्वास, सबभन्दा पहिला यो आत्मविश्वास बढाउँछ। यदि कसरी बढाउँछ भन्दाखेरि जस्तै कि हामीले केही मान्छेहरूको सामु माझमा यदि आफ्नो भनाइहरू, आफ्नो विचार, आफ्नो आइडियाहरू राख्न सक्षम भयो भने त्यसले हामीलाई आत्मविश्वास बढाउँछ र हामीलाई भित्रबाट यस्तो हुन्छ कि हामीले पनि गर्न सक्छौँ त्यस्तो अनुभव हामीमा फर्स्टमा हुन्छ। अनि अर्को चाहिँ के हुन्छ, नेतृत्व क्षमता विकास हुन्छ। नेतृत्वको विकास हुन्छ। जस्तै कि कहीँ झगडा भयो, केही द्वन्द्व भयो, त्यहाँ गएर हामीले आफ्नो भाषणद्वारा, आफ्नो स्पिचद्वारा त्यसलाई त्यो झगडालाई हामी नियन्त्रण गर्न सक्छौँ। त्यसलाई हामी सोल्युसन समाधान गर्न सक्छौँ त्यो एउटा फाइदा नै हो। अनि अर्को चाहिँ के हुन्छ भने यो हाम्रो सम्बन्धलाई बढाउँछ। जति हामी पब्लिक स्पिकिङ हाम्रो अझ राम्रो हुँदै जान्छ हामी धेरै मान्छेहरूसँग भेटिँदै हुन्छौँ अनि त्यसले हाम्रो सम्बन्धलाई बढाउँछ नेटवर्किङ बढाउँछन् अनि नेटवर्किङ बढेपछि हाम्रो अनुभव पनि बढ्छ सिक्ने मौका पनि बढ्छ हामीलाई सिक्न नयाँ नयाँ चिजहरू मिल्छ अनि अन्तमा के भन्न चाहन्छु भने यसको कन्क्लुजन के हो भने पब्लिक स्पिकिङका फाइदाहरू त धेरै छन् र यो फाइदाहरू त धेरै छन्, तर यसको केही बेफाइदाहरू पनि हुन सक्छ। तर हामीलाई फाइदाकै महत्त्वलाई बुझ्नुपर्ने हुन्छ। हामी त्यसमा नै फोकस यदि गर्यो भने पक्कै पनि हामीले त्यसलाई सिक्न सक्छौँ त्यसको इम्पोर्टेन्स बुझ्न सक्छौँ र आफ्नो जीवनमा लागू गर्न सक्छौँ भन्ने मेरो मान्यता हो। र हामी सबैजना यसलाई पोजिटिभ लियो भने पक्कै पनि हामीले सोचेका चिजहरू गर्न सक्छौँ भन्ने मलाई लागेको छ। हस्त, म अन्तमा यही भन्न चाहन्छु। हस्त, धन्यवाद।